छ हैन अब सबैको एक एक निर्नाथ गेलाललाई चाहिँ म एक दुईवटा कुरा यहाँ चाहिँ कार्यक्रम कसरी चल्छ यो कुल पूजा कसरी हुन्छ भन्ने विषयमा चाहिँ मैले थोरै चाहिँ उहाँलाई प्रश्न गर्न भनिरहेको छु। म निर्नाथ गेलाल आज हाम्रो यहाँ बर्दिवास नगरपालिका वडा नम्बर 11 फायरमाला साबिकको फायरमाला गाविसमा बसोबास गर्दै आउनुभएका गेलाल बन्धुहरूको चाहिँ आज विधिवत रूपमा कुल पूजाको दृश्य हामी देखाउँदैछौँ। अब हामीले मूल घरबाट 3 फन्का परिक्रमा गरेर पण्डित भान्जा र दियो कलश लगायत मूल मेलाका बोकाहरू व्यक्तिगत भाकल गरिएका बोकाहरू र अन्य सामग्रीहरूको साथ कुलको पनि मन्दिरमा 3 फन्का परिक्रमा गरेर हाम्रा चाहिँ सामग्रीहरू धामी सहित अब कुलको मेन द्वारबाट चाहिँ मेन प्रवेशद्वारबाट चाहिँ कुलको मन्दिरभित्र प्रवेश गरिसकेका छन् र यो चाहिँ हाम्रो गेलाल बन्धुहरूले हाम्रा पूर्वजहरूले परापूर्वकालदेखि नै मान्दै आउनु भएको यो विधिवत पूजा र हाम्रो यो पुर्ख्यौली पूजा र सबै गेलाल बन्धुहरूले चाहिँ आफ्नो गेलालहरूको चाहिँ आफ्नो समस्या र आफ्नो गेलाल बन्धुहरूभित्र पर्ने आफूले मन चाहेको आफूले चाहेको कुरा आफूले भाकल गरेको कुरा हैन आफूले चाहिँ चिताएका कुराहरू पुग्ने भन्ने चाहिँ हाम्रो पूर्वजहरूको मान्यता छ। त्यही मान्यता अनुरूप चाहिँ आज चाहिँ हामीले चाहिँ यो कुल पूजाको चाहिँ दृश्य यहाँ देखाइरहेका छौँ र अब केही बेरमै यहाँ बाहिर चतुर्थीको लागि यहाँ मण्डप तयार गरिएको छ यज्ञ। अब यो यज्ञमा अब केही छिनमै यहाँ होमादि आदि रुद्री पूजा ग्रह शान्तिको कार्यक्रम यता हुन्छ भने अब यता चाहिँ हाम्रो चाहिँ विधिवत पूजा गरिसकेपछि यहाँ हाम्रो स्थापना गरिएका गणेश शिव भगवान त्यसपछि बिन्दवासिनी माता त्यसपछि हाम्रो रातामष्ट आदौ कुलदेवता उनका दायाँ बायाँ अङ्गरक्षकहरू सुनझाँक्री दक्षिणकाली माता त्यसपछि पञ्चबारा भान्जा त्यसपछि हाम्रो वायु देवताहरू रविजयसी पुण्य माता र कृष्णबहादुर वायु त्यसपछि फेरि यता हाम्रो नाग देवता तथा बाघ भैरौँ सिंह बगाल जो हामीले हाम्रा गेलाल बन्धुहरूका चाहिँ पूर्वजहरूले मान्दै आएको परम्परालाई निरन्तरता दिएर विधि विधान अनुसार आज हामी यो गर्न गइरहेका छौँ। यहाँ घन्टी बजिरहेको छ र हाम्रा धामीहरू भित्र प्रवेश गरिसक्नु भएको छ र अब यो चाहिँ आज हाम्रो लागि चाहिँ एउटा चाडपर्वको रूपमा हामीले भन्दा पनि चाडपर्व पनि र यो चाहिँ हाम्रो चाहिँ कुलदेवताले सबै बन्धु बान्धवहरूको रक्षा गरून्, सबै शान्ति खाओस्, सबैलाई सुख शान्ति होस्, सबैले चाहिँ तपाईँको आफूले चिताएको कुराहरू पुगोस् भन्ने उद्देश्यले चाहिँ आफ्नो परापूर्वकालदेखि पूर्वजहरूले मान्दै आएको हुनाले हामीले पनि यहाँ खैरमारामा चाहिँ यसरी कुलेका छौँ र तपाईँहरूलाई हामीले यो दृश्य देखायौँ। अब अर्को स्टेपको भिडियो फेरि कुलको विधिवत बलि दिने कार्यक्रम सुरु भएपछि फेरि हामी फेरि देखाउने नै छौँ।
कोही दाजुभाइ यसरी बस्छन् अल्छी छन्, कोही खटिरहेछन्, कोही काम गरिरहेछन्। यो चाहिँ हामीले अब यो कुल देवता चाहिँ कसरी परम्परादेखि कसरी मनाएको छ तपाईँलाई केही जानकारी छ भने थोरै जानकारी गराउनुहोस् त। हामीले यो कुल पूजा चाहिँ हाम्रो अब बाउ हजुरबाउ जिजुबाउहरूदेखि नै यसै गरी चाहिँ आज गरे जसै गरी गर्दै आएको कुरा चाहिँ थाहा छ मलाई चाहिँ जहाँसम्म होइन। हजुर हजुर। अब यो चाहिँ यसलाई चाहिँ मैले के सुनिरहेको छु भने अब 3 वर्षमा गराउनुपर्छ भन्ने पनि कोही दाजुभाइहरूको आइराखेको छ अरे, यसलाई कसरी हेर्नु भएको छ तपाईँले? होइन, 3 वर्षमा गर्नु पनि त 3 वर्षमा हो। हाम्रो बिचमा रोकिएको कारणले गर्दा हामीले लगातार पर्स्याउने गर्दै आएको थियौँ। अब पनि गर्नु त 3 वर्षमा हो। गर्नु परेको चाहिँ 3 वर्षमै हो। ल हस्, हजुरको 2 विचार राखिदिनु भयो, धन्यवाद हजुरलाई। धन्यवाद। नमस्ते नमस्ते। यता हाम्रो कान्छा काका हुनुहुन्छ। फोटो खिच्न यहाँ चाहिसक्यो, अब फोटो खिच्न यहाँ हाम्रो भाउजू बुहारीहरू चाहिँ यहाँ मान्छे फोटो खिचेर निक्लिँदैन। यहाँ हाम्रो दिदी चाहिँ अमेरिकाबाट भर्खर आउनु भएको छ। धेरै समय उहाँले यो गेलालहरूको कुल पूजा चाहिँ देख्नु भएको थिएन, आजै देख्नु भएको छ। दिदी हजुरलाई कस्तो लागिरहेको छ? यता ठुलो बुवा हुनुहुन्छ। ठुलो अब यो के 3 वर्षमा गर्ने? 3 वर्षमा गर्ने भएको छ। यो के अब वर्षौनी नगर्ने हो? वर्षौनी नगर्ने। 6 वर्ष पुर्यायो, 3 वर्ष लगाएको गर्ने, अब 3 वर्षमा गर्ने। अब म चाहिँ अब अग्रजको रूपले हजुरलाई चाहिँ यो अब सम्पूर्ण छरिएर बसेका गेलाल दाजुभाइहरूलाई यो कसरी एकीकृत हुन सकिन्छ भनेर के सन्देश दिनुहुन्छ हजुरले? वर्ष सबजनालाई आउने हामीलाई चाहिँ निमन्त्रणा गर्ने हो, बोलाउने, समावेश हुँ, बन्धु परिवारहरू जम्मै बसेर राम्रो रमाइलो दिवाली गर्नु भन्नेमा म पुगेको छु। ल यता हाम्रो यहाँ शङ्कर गेलाल छ। ऊ चाहिँ चपुर, यहाँ अहिले खैरमारै ऊ थियो, चपुर चाहिँ सिफ्ट भएर गएको छ। अनि शङ्कर के छ? अब यो 3 वर्षमा गर्ने दाजुभाइको एउटा कुरो आइरहेको छ, वर्षौनी गर्दा ठिक हुने हो कि 3 वर्षमा गर्दा ठिक हुने हो कि? बसेर सल्लाह गरौँ न, अब कसरी ठिक हुन्छ त्यसरी नै गरौँ। ल ठिक छ, राम्रो जानकारीको लागि। सुरु गरेको थाहा पाएको त हाम्रो जय किशोरको पालादेखि हो नि हो, त्यहाँसम्म यता काठमाडौँ निवासी सरिता दिदी चाहिँ यहाँ यो हाम्रो प्रत्येक दिवालीमा चाहिँ उहाँले भाकल गर्दै चढाउनुहुन्छ। अब उहाँको मनमा एक शान्ति छाएको छ र हरेक कुराले चाहिँ उहाँलाई सन्तुष्ट भएको छ। म उहाँलाई पनि 2 कुरा सोध्छु जो उहाँसँग। दिदी नमस्ते। नमस्ते।
दिदी अब हजुर काठमाडौँदेखि आउनुहुन्छ होइन, यहाँ खैरमारामा चाहिँ प्रत्येक सालको दिवालीमा चाहिँ हजुर आउनुहुन्छ अनि भाकल गर्नुहुन्छ, भाकल चढाउनुहुन्छ। के छ तपाईँको भाकलहरू कुलदेउताको भाकल गर्दा पुगिराखेका छन् कि कस्तो के भएको छ यसो? मेरो सबैभन्दा पहिला सुरुमा मेरो माइतीको पुल हो होइन। हजुर हजुर। अनि फेर मेरो माइतीको पुल भए पनि हामी चेलीबेटीले माइतीको पुललाई सम्झेर आफूले गरेको भाकल होइन सबै कुराहरू पुगिराखेको छ र अनि हामी वर्षौनी साल भाकल गरिरहन्छौँ, पुर्याइराखेका छौँ। भनेपछि हजुरले चाहेका कुराहरू सबै चाहिँ भाकल गर्दा पुगिराखेका छन् जे होस् अहिलेसम्म? अहिलेसम्मको भाकलहरू हाम्रो पुरा भइराखेको छ र हामीले पनि हामी चेलीबेटीले पनि आफ्नो माइती कुलदेवताको पुर्याइराखेका छौँ, भाकलहरू पुगिराखेका छ र जे सोचेको मनमा सोचेको कुराहरू हाम्रो कुलदेवता राता मस्टर कुलाइनले पुर्याइराखेका छन् हाम्रो। ल धन्यवाद दिदी, 2 कुरा राखिदिनु भयो। हजुर नमस्ते। नमस्ते। मैले हजुरलाई 2 कुरा सोध्न चाहेँ। हजुर चाहिँ यो हाम्रो परिवारको अब जेठी बुहारी हुनुहुन्छ होइन, जेठी बुहारीको नाताले अब यो कुलदेउताको पूजाआजादेखि लिएर कुल पूजामा चाहिँ विशेष महत्त्व छ, यसको बारेमा थोरै खुलाइदिनु न हजुरले। यो हाम्रो परम्परादेखि चल्दै आएको हामीले छोडेका छैनौँ। हामी 2 दिन 3 दिनदेखि लसुन प्याज माछा मासु नखाएर नित्य कर्म गरेर चाहिँ 3 दिनसम्म त्यतिकै बसेर 3 दिनको दिन आएर हामी सबैजना जम्मा भएर हाम्रो रीतिलाई चाहिँ मान्दै आएका छौँ, हामी मान्छौँ पनि। यो 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 व्रत पूजा गर्दा हजुरले मनमा सोचेका कुराहरू कतिको पुरा भइराखेका छन् अनि के छ, कसरी मानिराख्नु भएको छ, यसबारे थोरै विस्तृत गरिदिनुहोस् न। हामीलाई एकदम विश्वास छ। हामीले कुल पूजा हामीलाई केही साह्रो गाह्रो पर्दाखेरि कुललाई सम्झिँदा मात्रै पनि हामीलाई शान्ति मिल्छ, मनमा लागेको कुरा पुग्छ, पुरा भएको छ र पुरा पनि हुन्छ र हामी गर्छौँ पनि, वर्षौनी हामीले गर्दै आएका छौँ, हामी गर्छौँ पनि। हामीलाई धेरै विश्वास छ, आशा छ भगवानप्रति। धन्यवाद। म चाहिँ अहिले अब हाम्रो परिवारको कान्छा गेलालको कान्छा छोराको पनि कान्छो छोरा बुहारी भाटा आइपुगेको छु। मेरो बुहारी हुनुहुन्छ। अब चाहिँ म उहाँलाई 2 शब्द सोध्दैछु। पर्मिला, यो के अरे कान्छो गेलालको कान्छो छोराको पनि कान्छो छोरा बुहारी हुनुमा कतिको चुनौती छ? एकदम खुसी लागेको छ। आज कुल पूजा छ होइन, यो सधैँ हामीले मान्दै आएका छौँ। यो कुल पूजा चाहिँ अब 3 वर्ष पछाडि चाहिँ गर्नुपर्छ भन्दै हुनुहुन्छ दाजुभाइहरू, त्यसमा चाहिँ तिम्रो भनाइ के छ? मेरो भनाइ त अब खर्चले गर्दा 3 वर्षमा गर्ने भन्नुभएको हो। हामीलाई त वर्षौनी गर्दा पनि ठिकै थियो, सबै थियो। आफूले गरेका भर भाकलहरू पनि एकदम राम्रोसँग पुरा भएकोमा आफ्नो कुलमा एकदम खुसी छु म। अनि सबैले भाकल गर्ने धेरै मान्छे आइराख्नु भएको छ, धेरैले भाकल गेलाल परिवार मात्रै होइन अन्यतिरबाट पनि आएर भाकल गर्नुहुन्छ, पुरा भयो भन्नुहुन्छ। स्पेसल्ली तिमीले चाहिँ चाहेको कुरा कतिको पुगेको छ यहाँनिर? मैले चाहेका कुराहरू जे चाह्यो जे सोच्यो आफ्नो कुललाई सम्झेर सोचेका कुरा सबै पुरा भएकोले म एकदम आफ्नो कुलप्रति एकदम खुसी छु। धन्यवाद, तिमीले 2 शब्द राखिदियौ। धन्यवाद। यतापट्टि चाहिँ अग्रज हाम्रा अहिले दाजुभाइका एकदम अग्रज बुवा हुनुहुन्छ, केदार गेलाल भन्छौँ अब बोलीचालीमा चाहिँ, तर टिका गेलाल हुनुहुन्छ उहाँ। टिकाबहादुर गेलाल ठुलो भयो। अहिले अब यो के वर्षौनी नगरेर 3 वर्षमा गर्ने कुरो भएको हो त? यो के छ अब 3 वर्षमा गर्ने कुरो भएको हो दाजुभाइसँग? यो के छ हजुरलाई कतिको? अब यो चाहिँ हामीले त वर्षौनी गर्ने भन्ने परम्परादेखि गरिराखेका थियौँ, गर्नै पर्ने हो गर्नु चाहिँ। हजुरलाई चाहिँ के भइदिए जस्तो लाग्छ? वर्षौनी भइदिए जस्तो लाग्छ कि 3 वर्षमा भइदिए जस्तो लाग्छ? वर्षौनी हुँदा झन् राम्रो नि, किनभने जुन नौमती बाजा भएन त्यसमा विश्वास नगर्नु। यसमा अहिले उहाँको अनि ठुलो भयो यो के कुल पूजा चाहिँ लामो समय राख्ने र गोठ पूजा चाहिँ छिटो छिटो गर्ने कुरा भएको हो। अब गोठ पूजा चाहिँ के 6 महिनामा सुरु हुन्छ हाम्रो?
वर्ष दिन गरे हो। गोठ पूजा चाहिँ हाम्रो 6 महिना हुन्छ। कुल पूजा चाहिँ वर्ष दिनमा गरेको निकै वर्ष भयो। यो वायुहरू पूर्णिमा र धान्य पूर्णिमामा गोठको धुप हुन्छ। अनुकूल अनुसारले चाहिँ अब कहिले 3 वर्षमा गरौँ भन्दा पनि वर्ष पछि गरौँ भन्दा पनि अनुकूल अनुसारको कुल पूजा भइरहन्छ। गोठको पूजा चाहिँ यहाँ बुवा मोहन प्रसाद गेलाल हुनुहुन्छ। बुवा यो के अब यो अहिले भएको चाहिँ यो गोठ पूजा चाहिँ यसलाई के भन्छन्? यो अहिलेको उधौली हो। धान्य पूर्णिमा यसलाई धान्य पूर्णिमा भनिन्छ। यो अनि अब अरू यो 6 महिना पछाडि आउनेलाई चाहिँ के भन्छ? चण्डी पूर्णिमा भनेपछि 6 महिनामा हुने भयो हैन? अनि के कुल पूजा चाहिँ अब कुल देवताको पूजा चाहिँ देवाली पूजा भन्छन्, त्यो चाहिँ के अब 3 वर्षमा गर्ने कुरो भएको हो? हाम्रो सल्लाह अनुसार वर्षपछि अलिकति किनियम वर्षपछि गरिरहँ, 3 वर्षमा गरौँ त भन्ने दाजुभाइको राय भएको हुनाले अब चाहिँ अहिलेसम्म चाहिँ हामीले यो गरेको विभिन्न हाम्रा दाजुभाइहरूमा चाहिँ घटना मृत्युहरू भएर बरखी भर्नु परेर 6 वर्ष 7 वर्ष लगभग 4 वर्ष गर्नु 4 वर्ष गर्नु। अनि अहिले आएर चाहिँ हामीले गर्न सुरु गरेको लगातार 3 वर्ष भयो। अनि अब चाहिँ किन अब यति धेरै गर्ने, 3 वर्षमा गरौँ भन्ने अरूको राय भएको छ। अनि 3 वर्षमा चाहिँ हाम्रो अनुकूल अनुसार यो धान्य पूर्णिमामा यो कुल देवता पूजा दिवाली गर्ने यो गोठको विधि चाहिँ हाम्रो धान्य पूर्णिमा र चण्डी पूर्णिमामा नियमित गरिरहने त्यो हाम्रो सरसल्लाह। हामी त साउने पूर्णिमा नि गर्छौँ नि। साउने पूर्णिमा त हाम्रो कन्या खुवाउने हो। गोठको विधि गर्नु पर्दैन। 3 वर्षको बालक कन्या खुवाउने अर्थ के अरे कन्या केटी त्यो बेला दुधमा डुबेर मर्या हुँदाले स्वर्गका हुँदाले त्यसमा चाहिँ हामीले साउने पूर्णिमा नि गर्ने गरेका छौँ। यो चाहिँ के छ भने वायुहरूलाई मान्ने क्रममा चाहिँ कन्या केटीहरू डुबेर मरेको यस्तो भन्ने हिसाबले चाहिँ यसरी हुन्छ। धन्यवाद हजुरहरूले आफ्नो 2 शब्द मनमा लागेको विचार राखिदिनु भयो र केही जानकारीमूलक कुराहरू पनि दिनुभयो। आज हामी चाहिँ यो गोठमा छौँ। यो चाहिँ कुलदेवताको मन्दिरभन्दा अलिकति वरपर छ। यहाँ गाई बानिएको छ। यता गाईलाई पूजा गर्ने हैन, एउटा चाहिँ किलो गरेर गाईलाई पूजा गर्ने र यो गोठ हो हाम्रो यो गाउँको गोठमा चाहिँ यसरी हाम्रो चाहिँ पूजा गर्छौँ हामीले। लक्ष्मीलाई गाईलाई लक्ष्मी मानेर टिको लगाइदिएर यसरी पूजा गर्ने गरिएको छ। लक्ष्मीलाई चाहिँ गाईको खिर बनाएर आज लक्ष्मीलाई विशेष पुज्ने र चाहिँ उँभौली गराएर यसरी चाहिँ पूजाआजा गर्ने। अब यी गाईलाई अब यो खिर खुवाइयो। अब यो गाईले खिर खाएपछि चाहिँ अनि सबै अब यता चढाउने कुरो चढाइसकिन्छ। त्यसैमा थपेर ठुल्ठुला पार्दैन हैन? पार छवटा पार्दै आधाको अर्कोको छवटा पारे यो यहाँ चढाइने विधिहरू यहाँ हामी त मष्ट पूजा गर्ने मान्छे हुनाले हामीले प्रकृतिक पूजक भएकाले हामीले पहिलो त ढुङ्गालाई पुज्छौँ। यसरी ढुङ्गोको थपना गर्छौँ। यसलाई हामीले चाहिँ मष्टको प्राकृतिक देव मानेर चाहिँ गर्छौँ। बुवा यसको बारेमा थोरै जानकारी दिदिनु न, यो के हो कसो हो यहाँनेरि चाहिँ? मष्ट अन्तर्गतको चाहिँ होइन, यो चाहिँ गोठको विधि अन्तर्गत पर्यो। गोठको विधि अन्तर्गत। गोठको विधि अनुसार महारुद्र भनेर शिवजीको स्वरूप मानेर हामी यहाँ पूजा गर्छौँ। महादेव महारुद्र भनेर यता पूजा गर्छौँ भने दीप कलश स्थापना गर्छौँ। वायु देवता कुल देवता भनेर सबैलाई सम्झेर बनेको खिर वा प्रसादी त्यो भएको फलफुलहरू चढाएर गोठको विधि। अनि त्यस्तै हाम्रो गाईको रक्षा गर्न गोसाई र गैडु भनेर भैँसीको रक्षा गर्न उता अर्को पनि थान थापना गरेर त्यहाँ बलि गैडु गोसाई यो यहाँ चाहिँ यो मानिने क्रममा चाहिँ गैडु गोसाई भने यसरी चाहिँ
हामी चाहिँ सबै दुना घरमा भएको दुधहरू चाहिँ आजको दिन चाहिँ कसैले घरमा प्रयोग गर्नुहुन्न। उहाँहरूले चाहिँ आज भएको दुधलाई चाहिँ यहाँ ल्याएर चाहिँ राखिदिनुहुन्छ र यहाँ उहाँको लागि छुट्याएर राख्ने। हामी अब यो पूजाको क्रममा चाहिँ हाम्रो यो कुलदेवताको धामीहरूको पनि हामी थोरै प्रतिक्रिया लिन्छौँ। यहाँ हुनुहुन्छ भोजराज गेलाल, यता हुनुहुन्छ बेरनाथ गेलाल, हाम्रो कुलको मूल धामी हुनुहुन्छ। उहाँहरू दुईजनालाई चाहिँ एकजनालाई देवी र एकजनालाई चाहिँ रातामष्ट चाहिँ आउँछ। नमस्ते हजुरहरूलाई, हजुरहरूको थोरै परिचय दिएर चाहिँ। मेरो नाम बेरनाथ गेलाल। नमस्कार, मेरो नाम भोजराज गेलाल। मैले हजुरहरूलाई अहिले अब यो थोरै एकदम सर्टकटमा, किन कार्यक्रम धेरै लामो छ, यसलाई धेरै लिन सकिँदैन, तर पनि यो कार्यक्रमको बारेमा अलिकति जानकारी चाहिँ सर्टकट रूपमा हजुरहरूले दिनु न। यो सुरुवात कसरी गरिन्छ, अघिल्लो दिनको कार्यक्रम के हुन्छ, आजको कार्यक्रम कसरी अब हुँदैछ, हामी चाहिँ आजको कार्यक्रमको बिच फेजमा छौँ हैन। यसलाई कसरी चाहिँ यो भनेर केही हजुरहरूको विचार राखिदिनु पर्यो। हामीले गर्ने क्रममा कुलदेवताको आस्था राखेर आस्थाको दियो बालिसकेपछि परापूर्व कालदेखि बुवा हजुरबुवा जिजु हजुरबाले मानि आएका कुलदेवता मान्ने क्रममा हाम्रा आङमा आए यस्तो गर्छौँ उस्तो गर्छौँ भन्ने क्रममा आजका दिनसम्म यो अवस्थामा आइपुग्दाखेरि हामी मलाई विशेष गरी देवी आउँछन्, जो कि जगत जननी दक्षिण काली पनि हुनुहुन्छ, हाम्रो के अरे कुलको साथमा खाइखेली हिँड्ने वृन्दावासिनी पनि हुनुहुन्छ, जो हजारौँ नामले 64 कालीका नामले पुकारे पनि जसको जे नामले पुकारे पनि आखिरमा संसारमा ज्ञाता भनेका उनी हुन् पार्वती। उनैको रूप धारण गर्ने दक्षिण काली हाम्रो भोग र मस्तकका बायाँ अङ्ग हुन् भनेदेखि सुन झाँक्री बायाँ अङ्ग हुन्। उनीहरूलाई हामीले यस्ता स्थानमा राखेर मस्तलाई बलि चढाउने चलन चलिआएको छ। यसमा कयौँ दाजुभाइको आफ्नो विधि छ। ठाउँ अनुसारको फरक हुनु कसरी गयो भने जति ठाउँ हामी सर्दै गयौँ त्यो अनुसारको कोही दाजुभाइ कहाँबाट कहाँ पुग्नुभयो। हामी चाहिँ तपाईँको काशी खण्ड बेसी हुँदै के अरे कुन ठाउँ त्यो रवि हुँदै हामी अहिले सिन्धुली हुँदै खैरमारामा अवस्थित छौँ र आज यो अवस्थासम्म हामी आइपुगेका छौँ। विशेष गरी आस्था राखे अनुसारले आजसम्म हामीलाई पुग्दै गएको छ। जो सोचेको कुरा आँटेको कुरा पुग्दै गएको छ। असत्य हुँदैन, दैविक शक्तिको धेरै सत्यता हुन्छ। यसमा पितृकार्य देवकार्य अति नै आवश्यकता ठान्न छ। हामी कुल पूजा र वायु पूजा निरन्तर रूपमा गर्नुपर्छ भन्ने एउटा आस्थालाई लिएर अगाडि बढेका हौँ। आजका दिनसम्म आउने क्रममा हामीलाई जो सोचेको जो मागेको पुगेको छ। हाम्रा बाबुबाजेले के कसरी गर्नुभएको थियो भनेर विशेष गरी केलाउँदै जाने क्रममा आजका दिनसम्म हामी पूर्ण सफल छौँ भन्ने हामीलाई विश्वास लागेको छ। यता अग्रज बुवा हुनुहुन्छ बेरनाथ गेलाल, हजुरलाई चाहिँ के छ भने हाम्रो पुर्खाको इतिहास पनि केही जानकारी छ। यो हाम्रो कसरी कता कहाँबाट हाम्रो चाहिँ यो खैरमारासम्म आउँदा बर्दिवास नगरपालिकाको खैरमारासम्म आउँदा कसरी हामी यहाँसम्म आइपुग्यो, अनि हाम्रो कुन पुस्तादेखि चाहिँ कुलदेवताको पूजा गर्न सुरु गरियो, यो चाहिँ हजुरको नलेजमा भएसम्मको थोरै जानकारी पाउनु। अब मैले जाने अनुसारकोमा चाहिँ के अरे हाम्रो पुर्खाहरू चाहिँ पहिले सुरुमा चाहिँ अब आफूले सुनेर जाने अनुसारको के अरे हाम्रो दुल्लु भन्ने ठाउँमा चाहिँ भएको अरे भन्ने हाम्रा अग्रजहरूले चाहिँ के अरे भनेको सुनेको छु। अनि दुल्लुबाट चाहिँ त्यहाँबाट चाहिँ बसाइ गएछन् धादिङको के अरे जीवनपुर ग्याम्दा भन्ने ठाउँमा गएर त्यहाँबाट के अरे यता रवितिर आउनु भएछ हाम्रा पुर्खाहरू। जस्तै पुण्य प्रसाद गेलाल सुरुमा हामीले जानेसम्मकोमा पुण्य प्रसादबाट
के अरे सिजापति गेलालबाट अब दुई दाजुभाइ चाहिँ रवि जैसी र के अरे मुनि जैसी भक्तपुरतिर मनु जैसी पनि भन्दा रहेछन् मनु जैसी मणि जैसी वास्तवमा भन्नुपर्दा त्यही सुनेको हो मणि जैसी र रवि जैसीको चाहिँ केसम्म सुनेको थियो हामीले भनेदेखि रवि जैसीबाट शाखा सन्तान भएको होइन उनी ब्रह्मचारी थिए अरे बाल ब्रह्मचारी उनको सन्तान भएका छैनन् रे जति पनि अहिले यहाँ हाम्रो गेलालहरू यो नेपालभरि अधिराज्यभर चाहिँ फैलिएको मणि जैसीबाट चाहिँ फैलिएका गेलाल अनि त्यो जीवनपुरबाट यता आएपछि त्यो रवि ओपी भन्ने ठाउँबाट चाहिँ के अरे मणि जैसीका छोरा महानन्द गेलालका छोरा के अरे धनञ्जय गेलाल भन्ने हाम्रो गेलालको कुलमा चाहिँ के अरे कुलको धामी हुनुहुन्थ्यो अरे भनेर हामीले हाम्रा औरतबाट सुनिआएको हो अनि महानन्दका छोरा धनञ्जयको छोरा सुन्नमा आएको के अरे कस्तो नाम पनि मैले कुलानन्द गेलालको पुस्तामा फेरि धामी छैन अनि त्यहाँबाट कुलानन्दका छोरा दुई दाजुभाइ जेठो जयकृष्ण र कान्छो हरिकृष्ण अब होइन अब यो वंशावलीको त छँदैछ मैले हजुरलाई सोध्न चाहेको चाहिँ कुल पूजा सम्बन्धी चाहिँ अब कुलतिर आउँ हामीले जस्तो काठमाडौँतिर भक्तपुरतिर मान्ने गेलालहरूले चण्डेश्वरीलाई मान्नुहुन्छ होइन अब यतातिर हामी बिन्दवासिनी अथवा चाहिँ हामीले खासै हाम्रो पिता पुर्खाले मानिआएको चाहिँ देवी माता भनेर हामीले चाहिँ के अरे देवी मातालाई भनेपछि स्वरूप त सबै उनी देवीकै हो तर अब जस्तै हाम्रो ठाउँमा आएर देवी माता भन्ने नामले हाम्रो कुलमा चाहिँ के अरे हुनुभयो भने अब अर्को ठाउँमा चाहिँ के अरे हाम्रै बन्धु बान्धवकोमा उतापट्टिको धामी उहाँ देवी उहाँ पनि खडा हुनु चण्डेश्वरी देवी हुनुभयो अब अर्को ठाउँको देवी बिन्दावासिनी भनेपछि उनी बिन्दावासिनीका शाखा सन्तान थरीका नामले प्रख्यात हुनु भएर चाहिँ आफ्नो ठाउँमा आफ्नो नामले प्रचलित भएको भन्ने कुरो यहाँसम्मको कुरा चाहिँ अनि फेरि अब हाम्रा दाजुभाइहरू खोटाङका दाजुभाइहरूले चाहिँ कुलदेवता मान्नुहुन्न उहाँहरूले चाहिँ गोठधुप मात्रै मान्नुहुन्छ अब खोटाङतिर जाने र यो यता हाम्रो मौतरीतिर आउने गेलालमा चाहिँ दुईवटा अन्तर भयो एउटा कुल मान्ने भयो एउटा कुल नमान्ने भयो यसमा चाहिँ के यसमा हजुरको के छ राय यसमा हाम्रो चाहिँ विचारमा किनभने हाम्रो पिता पुर्खादेखि नै कुल मानिआएको मानिआएको हुनाले हामी अरूसितको कुरो अब कस्तो के गर्छन् जान्दैनौँ हामी चाहिँ यही नै कुरामा जस्तो किसिमले हाम्रो पुर्खाहरूले मानिआएका छौँ जुन विधि विधानले मानिआएका छौँ त्यो विधि आजसम्म हामीले छोडेको पनि छैन र छोड्ने पनि छैनौँ। हामीलाई कुलदेवताको पूजाको कार्यक्रममा चाहिँ भान्जा अति नै महत्त्वपूर्ण मानिन्छ हामीलाई चाहिँ हाम्रो कुलदेवताकै थानमा भनेर हाम्रो उहाँ चाहिँ पुरुषोत्तम दाई हुनुहुन्छ भान्जा यसपालि पूजाआजाको कार्यक्रममा चाहिँ सबै उहाँ सहभागी हुनुहुन्छ। अब यहाँ काका अब यो हाम्रो के अरे वंशावलीको विषयमा मैले अब सबैसँग थोरै प्रतिक्रिया लिएँ हजुरको पनि प्रतिक्रिया राखौँ के अरे कसरी यो हजुरलाई जानकारी भएअनुसार कसरी हाम्रो पुस्तान्तरण हुँदै यहाँसम्म आइपुगेको छ थोरै हजुरलाई भएको नलेज चाहिँ यहाँ सेयर गरिदिनुहोस् त। नमस्कार। अब यसमा अलिकति म छोटो रूपमा लाग्छु हाम्रो यो गेलाल बन्धुहरूको चाहिँ पूर्वजहरूले मान्दै आएको र यो गेलाल थर हाम्रो चाहिँ यो खस आर्यमा यो गेलाल थर भन्ने कसरी रह्यो भन्ने कुराहरूको व्याख्या चाहिँ छोटो रूपमा चाहिँ अब वंशहरूको उत्पत्तिसँगै
होइन जात जातिको उत्पत्तिसँगै हाम्रो पनि गेलालहरूको चाहिँ उत्पत्ति भएको चाहिँ मानिन्छ। यो गेलाल थर आत्रेय गोत्रका गेलालहरूको चाहिँ उत्पत्ति नेपालको अहिलेको कर्णाली प्रदेश कालीकोट जिल्लाबाट सुरु भएको अहिलेको तपाईँको चाहिँ यो हाम्रो पुस्तावलीमा उल्लेख भएको यो विवरण अनुसार थाहा पाइन्छ। गेला भन्ने गाउँबाट त्यो गाउँको नामबाट चाहिँ कतिपय चाहिँ थरहरूको नाम बनेको र हाम्रो पनि गेला भन्ने गाउँबाट सुरुवात भएको हुनाले गेलाल रहन गएको भन्ने एउटा कुरो छ। त्यसपछि बसाइँसराई सर्ने क्रममा धादिङ जिल्लाको जीवनपुर हुँदै काभ्रे जिल्लाको रवि ओपी हालको दोलीखेल नगरपालिका वडा नम्बर 5 त्यहाँबाट चाहिँ हाम्रो पुस्ताहरू शिलपति पछिको पुस्ता जयकृष्ण हुँदै जयकृष्णका पुत्रहरू रविलाल र रङ्गलाल अनि त्यसपछि रङ्गलाल पछि रत्नाखर पछि त्यसपछि अब केन्द्र प्रसाद हरिप्रसाद देवी प्रसाद पवन प्रसाद र उतापट्टि के अरेको आगोमा अब के अरे अर्को कुरा अब केन्द्र प्रसादसम्म ल्याएँ मैले। केन्द्र प्रसादको छोराहरू त्यसपछि 4 भाइ छोराहरूको पुस्ता हुँदै अहिले नातिसम्म आइपुगेकोमा अहिलेको सबैभन्दा लास्ट पुस्ताबाट शिलपतिसम्म जोडिँदाखेरि लगभग 12-13 पुस्ता हुन जान्छ। अनि त्यसपछि अब अहिले जस्तै अब धादिङ जिल्लामा त्यो वृत्ता प्रचलन अनुसार त्यो पृथ्वीनारायण शाहकै पालादेखि र राणाकालीन अवस्थाकै कुरो गर्दाखेरि धादिङ कित्ता भन्ने ठाउँको नाम अहिले पनि रहेको र त्यसपछि हाम्रो शिलपति गेलाल कित्ता र शिलपति भन्ने चाहिँ हाम्रो पुस्ताको हामीलाई थाहा भएको विवरण अनुसार हाम्रो पुस्तावलीमा उल्लेख भएको विवरण अनुसार शिलपति चाहिँ के अरे ज्योतिर्विद भनेर पनि उहाँलाई चिनिन्छ। उहाँ चाहिँ पृथ्वीनारायण शाहको पालाको चाहिँ एउटा वरिष्ठ ज्योतिष पनि हुनुहुन्थ्यो अरे। त्यसपछि रवि जयसीकै नाममा अहिले रवि गाउँ भन्ने चाहिँ काभ्रे जिल्लामा रहेको चाहिँ अहिले दोलीखेल नगरपालिकाको वडा नम्बर 5 मा भएको त्यो रवि ओपी भन्ने गाउँ चाहिँ हाम्रै पुर्खा रवि जयसीको नाममै त्यो रवि गाउँ भनेर उल्लेख भएको पनि अहिले त जानकारी नै छ सबैलाई अभिलेखहरूमा र हाम्रो चाहिँ विवरणहरूमा पाइएको छ। अब त्यसपछि अब यो कुल देवता र यो कुल पूजा र गोठको धुप मान्ने क्रम चाहिँ रवि जयसीकै पालादेखि अहिलेसम्म विभिन्न ठाउँमा अब रविबाट चाहिँ हाम्रा गेलालहरू त्यहाँबाट चाहिँ बसाइँसराई सर्ने क्रममा केही भाग रविमै रह्यो, केही भाग भक्तपुरमा आए, केही भाग सिन्धुलीमा आए, केही भाग खोटाङमा गए र अहिले सुदूरपश्चिमदेखि लिएर हाम्रो पूर्व मेचीसम्म चाहिँ छरिरहनु भएको छ गेलालहरू। र यो पुस्तावली जुन हाम्रो पुस्तावली तयार हुँदैछ त्यसको अन्तिम मूर्त रूप दिँदैछ। त्यो मूर्त रूप भइसकेपछि चाहिँ त्यसै अझै पनि कुन कहाँ गेलालहरू छन् भनेर रिसर्च गर्ने कामहरू हाम्रो एउटा विज्ञ टोली बनेको छ। महाप्रसाद गेलालको नेतृत्वमा लोकहरि गेलाल लगायतका गेलाल बन्धुहरू र प्राविधिक टोली सामेल एउटा समूहले चाहिँ त्यसको रिसर्च गरिरहेको छ। अझै पनि गेलालहरू कहाँ छन् त भन्ने कुराको खोजी हुँदैछ। र मूलत मैले अब हाम्रो कुल पूजा गर्ने प्रथा रवि जयसीबाट सुरु भएर अहिले पनि हामीले रवि जयसीलाई चाहिँ वायु देवताको रूपमा पनि पूजा गर्दै आएका छौँ। हामीले यहाँ मन्दिर देख्न सक्नुहुन्छ, त्यहाँ पछाडि त्यो मन्दिरमा स्थापना गरेका देवताहरूमा 12 मष्टमध्ये हामीले मान्दै आएका राता मष्ट हुनुहुन्छ। हामीले गेलाल बन्धुहरूले आत्रेय गोत्रका गेलाल बन्धुहरूले मान्ने हाम्रो कुल देवतालाई चाहिँ राता मष्ट भनिन्छ। यी राता मष्टका पनि 2वटा अङ्गरक्षकहरू छन्। एउटा दक्षिण काली माता बायाँ र सुन झाँक्री दायाँ उहाँका अङ्गरक्षकहरू र उहाँको साथैमा राखिन्छ र विधिवत रूपमा त्यो पूजा गरिन्छ। मैले पहिलेको क्लिपमा पनि यसलाई वर्णन गरिसकेको हुनाले यसलाई अहिले नलम्यो। त्यसपछि यहाँ थानहरूमा मैले पनि अहिले फेरि दोहोऱ्याएँ। त्यहाँ दियो कलश, त्यसपछि गणेश, शिवजीको
र त्यसपछि बिन्दवासिनी माता र कुलदेवताका दायाँ बायाँ सुन झाँक्री र दक्षिण काली, त्यसपछि पञ्चबारा भान्जा, त्यसपछि हामीले मान्दै आएका उनी रवि गाउँका हाम्रा पूर्वज रवि जैसी र उहाँकै सन्तानमध्येका एकजना महिला पुण्य मातालाई चाहिँ हामीले वायु देवताको रूपमा पूजा गर्दै आएका छौँ भने पछिल्लो पिँढीमा हाम्रो यहाँ जय कृष्णकै नाति कृष्णबहादुर वायुलाई पनि हामीले वायु देवताको रूपमा त्यही ठाउँमा स्थानान्तरण गरेर हामीले स्थान दिएका छौँ वायुको रूपमा। त्यसपछि हामी नाग देवताको पूजा गर्छौँ र सिंह बगार बाघ भैरौँ भन्ने चाहिँ अब यो सिंहको पूजा पनि हाम्रो उसमा पूजामा समावेश गरिएको छ। र यसरी समग्रमा हाम्रो गेलालहरूले चाहिँ अभिलेख अनुसार 1716देखि 17 विक्रम सम्वत 1716देखि चाहिँ हाम्रो यो पुष्पावली सुरु हुन्छ र अहिलेसम्म यहाँ आइपुग्दा आज 2082 छ मङ्सिर 18 गतेसम्म यो चाहिँ हाम्रो कुल पूजामा चाहिँ पहिले हाम्रो चाहिँ यहाँ बसेको वंश चाहिँ रवि जैसी पछि काशीखण्ड बेसी पछि खुरकोटबाट चपौलीबाट केवरेबाट चाहिँ अनि खयरमालामा चाहिँ दसैँ सधैँ आउने क्रममा अहिले हाम्रो चाहिँ यो खयरमालावासी गेलाल बन्धुहरूले गर्नुभएको यो कुल पूजा चाहिँ हामी यहाँ अहिले लगभग 30 घर जति सामेल छौँ। यो 30 घर र बाट चाहिँ यहाँ हामीले मिलेर यहाँ कुल पूजाको एउटा मन्दिर बनाएका छौँ। त्यो मन्दिरमा चाहिँ विधिवत रूपमा आज पूजा हुँदैछ कुलको। एकातिर हाम्रो गोठको धुप हुन्छ भने अर्कोतिर रातामस्टर कुलको पूजा दुईटै अलग अलग विधिबाट गर्ने चलन छ। गाई वस्तुहरूको गोठमा गाई गोठमा गर्ने चलन छ। त्यहाँ के अरे गैडु गोसाई महारुद्र लगायत सबैलाई चाहिँ महारुद्रको थान बनाएर गैडु गोसाईको थान बनाएर त्यहाँ चाहिँ खिर बनाएर खिरको डल्लाहरू चढाउने चलन छ। र त्यो के अरे उसमा चाहिँ एउटा गोबरको कुण्ड बनाएर त्यहाँ चाहिँ दुधहरू चढाएर यसरी विधिवत रूपमा खिर चढाएर अमलाको पत्तामाथि खिर चढाएर त्यसरी गोठको धुपको पूजा गर्ने चलन छ भने यतापट्टि अर्को पाटोमा चाहिँ रातामष्ट कुलदेवताको पूजा आराधना चाहिँ हामीले 3 दिन अगाडिदेखि चाहिँ हाम्रा धामीहरू 2 जना हाम्रो धामीहरू अहिले हुनुहुन्छ। उहाँहरूबाट चाहिँ त्यो उहाँहरूले जाने बुझेका कुरा रातामष्टद्वारा बकिएका कुराहरू अनुसार 3 दिनदेखि न्यास ध्यान गरेर हिजो राति चाहिँ हामीले जागराम बसेर रातभरि कुलको आराधना गरेर आज बिहान विधिवत रूपबाट त्यो मूल घरबाट जहाँ हाम्रो कुलको चाहिँ सामग्रीहरू राखिएको छ त्यो सामग्री राखिएको घरबाट चाहिँ त्यहाँबाट चाहिँ हामीले चाहिँ पण्डितको अगुवाईमा हाम्रो चाहिँ भान्जा र दियो कलश बोका र आदि पूजामा चाहिने सम्पूर्ण सामग्रीहरू लिएर महिला पुरुष सबै भएर चाहिँ हामीले चाहिँ मूल घरबाट यहाँ कुलको स्थान कुलको मन्दिर रातामष्ट कुलको मन्दिरमा ल्याएर हाम्रो कुलको पूजाहरू हुँदैछ। यसरी हाम्रो चाहिँ कुलको पूजा हुँदाखेरि 2वटा बोकाहरू चाहिँ मूल मेढोको रूपमा चढाउने चलन छ। जति पनि दाजुभाइ छौँ सबैजना मिलेर 2वटा बोकाहरू चाहिँ रातामष्टलाई बलि दिने चलन छ। 2वटा त्यो चाहिँ समग्र गेलालहरू सबैको संयुक्त स्वामित्व रहेको हुन्छ त्यसमा। र अर्को चाहिँ जसलाई व्यक्तिगत आफ्नो कुलप्रति आस्था हुनेहरूले कुलले मेरो भाका पुरा गर्नुहुन्छ हे कुल रातामष्ट मेरो भाका पुरा होस् मेरो मनोकामना पुरा होस् भनेर इच्छा हुनेहरूले आफ्नो व्यक्तिगत भाकल गरेर पनि बोकाहरू बलिदिने प्रथा छ। त्यही अनुसार आज व्यक्तिगत भाकल गर्नेहरूले पनि बोकाहरू ल्याउनु भएको छ। र मूल रूपमा चाहिँ 2वटा बोकाहरूलाई चाहिँ संयुक्त रूपमा गेलालहरूको चाहिँ उद्धारको लागि गेलालहरूको चाहिँ एउटा चाहिँ मनोकामना पूर्ण गर्नको लागि उनीहरूको इच्छा पूर्ति गर्नको लागि भाकल गरेर राखेको पूजा पहिले गरिन्छ भने त्यसपछि चाहिँ व्यक्तिगत भाकल गरेका पूजाहरू गरिन्छ। साथै त्यसपछि अर्को पूजा भनेको हामीले बाहुन ब्राह्मणद्वारा पण्डितद्वारा चाहिँ बाहिर
कुल मन्दिरको तपाईँ यहाँ देख्न सक्नुहुन्छ। बाहिर यहाँ यज्ञ बनाएर हामीले चाहिँ होम होमादि गरेर रुद्री पूजा ग्रह शान्ति आदि गरेर ब्राह्मणद्वारा चतुर्थी गर्ने पनि चलन छ। त्यो जो लाइभ तपाईँ देख्न सक्नुहुन्छ अहिले त्यहाँ भइरहेको छ। र अब हाम्रो चाहिँ अब कुल पूजामा चाहिँ मूलतः धामीहरूको निर्देशन अनुसार के विधि पुग्यो के विधि पुगेन भनेर हाम्रा चाहिँ कुलका धामीहरूले निर्देशन गरेका कुराहरूलाई हामीले चाहिँ समेटेर त्यही कुरालाई आधार मानेर हाम्रो वंशदेखि हाम्रो पुरा परापूर्वकालदेखि चल्दै आएको शिरपतिदेखि रवि जैसी हुँदै होइन के अरे कालीकोटदेखि धादिङ रवि ओपी काशीखण्ड बेसी खुलकोट चपौली केवरेर हुँदै हामी यहाँ खरमारामा आएका गेलाल बन्धुहरूको चाहिँ आज हर्षोल्लासका साथ एउटा दिवाली पर्व मनाउने कार्यक्रम भइरहेको छ। यसरी मैले अब के जोडेँ भने खरमारामा रहने मूलतः गेलालहरूको चाहिँ अहिलेसम्मको हाम्रो रेकर्ड भनौँ न त्यसको विवरण अनुसार लेखिएको पुस्तावलीको विवरण अनुसार हामी अहिले 12 पुस्तामा चलिरहेका छौँ। रवि जैसी र शिरपतिदेखि जोड्दाखेरि हामी 12-13 पुस्तामा पुगेका छौँ। त्यसै गरी अब हाम्रो चाहिँ भक्तपुरमा रहने दाजुभाइहरू, खोटाङमा रहने दाजुभाइहरू, मोरङ जिल्ला, सुनसरी जिल्ला, झापा जिल्ला, त्यसै गरी तपाईँको अझै पनि खोजी हुँदैछ चितवनमा पनि हुनुहुन्छ। उहाँहरूको पनि एउटा त्यो मैले अघि नै भनिसकेँ महागेलालको नेतृत्वमा एउटा चाहिँ हाम्रो रिसर्च टोली बनेको छ। त्यसमा हाम्रो प्राविधिक सहयोग गर्ने लोकहरि गेलाल हुनुहुन्छ भने अरू पनि प्राविधिकहरू हुनुहुन्छ त्यहाँ। त्यो टिमले चाहिँ अहिले पनि देशैभरि छरिएका कहाँ छन् त गेलालहरू त्यो कुराको रिसर्च खोजीहरू भइरहेको छ। र निकट भविष्यमा नै देशैभरि रहेका गेलालहरूको चाहिँ खोजी भएर अझ यो कार्यक्रम बृहत हुन्छ र हाम्रो चाहिँ सबै देशैभरि बसेका गेलालहरूको चाहिँ पुनर्मिलन हुँदै यो चाहिँ बृहत हाम्रो एउटा संस्था पनि बनेको छ। त्यो संस्थालाई पहिले गेलाल भातृत्व प्रबन्धन समिति भनिन्थ्यो भने त्यसलाई अहिले परिमार्जन गरेर गेलाल बन्धु समाज भनेर हामीले चाहिँ केन्द्रीय स्तरदेखि जिल्ला र गाउँ स्तरसम्म चाहिँ एउटा समूहगत रूपमा चाहिँ हामीले छलफल गर्ने संस्था बनाउने अनि दाजुभाइहरूलाई सङ्गठित गराउने एउटा कार्यक्रम पनि बनाएका छौँ। अहिले वर्तमान हाम्रो अध्यक्ष चाहिँ मोरङ जिल्लाका लेखनाथ गेलाल हुनुहुन्छ। उहाँहरूसँग पनि हामीले सबै यहाँ खरमाराका गेलालहरू लगायत सम्पूर्ण देशभरि छरिएर बसेका गेलालहरूले समन्वय गरेर अब कसरी अगाडि बढ्ने, हामी कसरी सङ्गठित हुने, हाम्रो भातृत्वलाई कसरी कायम गर्ने र हाम्रो गेलालहरूको हक हितको लागि यो कुनै जातीय चाहिँ ऊ होइन, यो हाम्रो धार्मिक परम्परा हो, हाम्रो पूजाआजा, हाम्रो कुलपुती मान्ने विधि हो। यसलाई कुनै चाहिँ हामीले चाहिँ कुनै जाति कुनै सम्प्रदायसँग जोडिएको चिज होइन। यो निष्कलङ्क हाम्रो चाहिँ एउटा धार्मिक प्रथा हो। हाम्रो चाहिँ मष्ट 12 मष्ट मध्येमा एउटा मष्ट राता मष्टलाई हामीले पुज्दै आएको कुरालाई यही निरन्तरता दिएको हो। परापूर्वकालदेखि आएको कुराहरूलाई हामीले चाहिँ त्यसैलाई निरन्तरता दिँदै आएका छौँ। अरू केही भन्नु छ सोध्नु छ भन्नुहोस्। अब यो पूजा विधि चाहिँ अघिल्लो दिनबाट चाहिँ विसर्जन हुने दिनसम्म चाहिँ कसरी यसलाई चाहिँ उ गर्नुहुन्छ अहिले? अब यो के छ भनेदेखि अब हाम्रो पूर्वजहरूले चाहिँ हामीभन्दा अघिल्लो पुस्ता हाम्रो बुवाहरूको पुस्ता त्यहाँबाट हजुरबुवाको पुस्ताहरूमा चाहिँ 3 वर्षमा एकचोटि दिवाली गर्ने चलन थियो। तर अहिले चाहिँ अब अहिले हाम्रो चाहिँ के छ भनेदेखि वर्षौनी हामीले दिवाली गरिरहेका छौँ। दिवाली गर्नुभन्दा अगाडि हामी 3 दिनदेखि मैले अघि पनि भने फेरि दोहोऱ्याउँछु 3 दिन अगाडिदेखि न्यास ध्यान गर्ने, कुलको आराधना गर्ने, एकदम चोखोनितो गर्ने, नङ्केस गर्ने, नुहाउने धुवाउने, जनैहरू फेर्ने र तपाईँको चाहिँ एकदम चोखोनितो भएर बस्ने। त्यो बेलामा कुनै किसिमका चाहिँ चिजहरू वर्जित गरिएका कुराहरू माछा मासु लगायत मादक पदार्थहरू लगायत त्यसका चाहिँ त्यस्ता खालका चाहिँ चिजहरूको सेवन नगर्ने, एकदम शुद्ध भएर बस्ने र पहिलो दोस्रो दिनसम्म तपाईँको आराधना गर्ने क्रम सिद्धिएर अहिले चाहिँ पूर्णिमाको दिन यसलाई धान्ने पूर्णिमा पनि भनिन्छ, यसलाई उधौली पर्वको रूपमा पनि देशमा मनाइन्छ। यो आज मौसिरे पूर्णिमा पनि भनिन्छ यसलाई उधौली पर्व। हाम्रो भाषामा भन्दाखेरि चाहिँ यो धान्ने पूर्णिमा हाम्रो उधौली। त्यो उधौलीमा चाहिँ मैले अघि नै भने गोठको पूजा गरिन्छ। त्यो गोठको पूजाको पनि विधिहरू मैले संक्षेपमा भनिसकेँ। अब लामोभन्दा धेरै व्याख्या गर्नुपर्छ। त्यही भएर अब कुलको पूजाको बारेमा मैले जानकारी पाएअनुसारसम्म। धन्यवाद काका, हजुरले जानकारी दिनुभयो। यो एकदम अमूल्य जानकारी छ। यो चाहिँ हरेक मान्छेले हेर्छन् र यसलाई चाहिँ मनन गर्छन् र हाम्रो अरू पुस्ताले पनि यसलाई चाहिँ फलो गर्छन् भन्ने मलाई लागिरहेको छ। धन्यवाद हजुरलाई। ल हस्, धन्यवाद।
अब यो प्रतिक्रिया लिने क्रममा हाम्रो खोटाङबाट आउनुभएका दाजुभाइ सुमन गेलालसँग थोरै म प्रतिक्रिया लिन चाहेँ। सुन भाइ, अब खोटाङको र खैरमाराको यो कुल पूजा र देवाली पूजा अनि त्यहाँबाट गोठतुपको विषयमा केही शब्द राख्थ्यौँ न। विशेष खोटाङमा चाहिँ विशेष गरी हाम्रो गोठतुप मात्रै हुन्छ, कुल पूजा भनेर अहिलेसम्म गरेको मलाई थाहा छैन होइन। अब भन्नलाई चाहिँ भक्तपुरमा पनि कुल पूजा हुन्छ भन्ने सुनेको छु मैले, तर प्रत्यक्ष देख्ने मैले त्यस्तो अवसर पाएको छैन। अब खैरमारामा चाहिँ गत वर्ष र यो वर्ष मैले प्रत्यक्ष हेर्ने अवसर पाएँ, त्यसको लागि म खैरवासीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब यो अहिले खोटाङमा चाहिँ मैले अरू दाजुभाइबाट पनि सुनेको छु त्यहाँ चाहिँ गोठतुप मात्रै हुन्छ, पूजा के कुल पूजा हुँदैन भन्ने सुनेको छु, के यो सत्य हो त? एकदम सत्य हो, त्यहाँ चाहिँ कुल पूजा मात्रै हुन्छ, कुल पूजा अहिलेसम्म गरेको रेकर्ड छैन। धन्यवाद भाइ हजुरको यो राम्रो प्रतिक्रियाको लागि। धेरै धेरै धन्यवाद। यता काका हुनुहुन्छ। मलाई के गरेको मेरा कुल राता मास्टरले सबैलाई रक्षा गर्नु। रातो पनि होला।